बिस्तारै हिँड्नु है। ओम भक्तवत्सल भगवानको जय धरणी देवराज देवघर सहाय गर्ने क्रममा नै सम्पूर्ण पितृउद्धारको कामना गर्दै पशुपति नाथ घिमिरेज्यू यति बेला कथामा रूपन्देही मार्ने छौँ। बडा पाल्नु भई श्रद्धालु भक्तजनहरू आनन्दका साथ हिँड यता भगवान कृष्णको विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। अब भगवान कृष्ण नन्द बाबाको घरमा बसेको पनि कृष्ण पनि रातभरि रोएर बस्नुभयो। के ढिलो गरेको? भगवान कृष्ण जसको घरमा हुर्काउनुभयो, जसले हुर्काउनुभयो, जसले माया गर्नुभयो, जसले प्रेरणा गर्नुभयो, आज मेरो बाबा होइन रे, आमा होइन रे भनिसकेपछि आज भगवान कृष्णको मन पनि अत्यन्तै विक्षिप्त भयो। मन छ्या हो। अब अक्रूरले के भन्नुभयो भने हे कृष्ण, अब तपाईँ त यहाँबाट जाँदै हुनुहुन्छ। भोलिका दिन तपाईँ आफ्ना माता पितालाई हेर्नका लागि मलाई आँखाले संसारबाट पाल्नु भई 55 रुपैयाँ सहयोग प्रदान गर्नुभएको सुसन्द भेट उतै बाह्र उतै गर्नु पर्यो। खोइ त कति लोक आउनु गरे त लाउने हामी त त्यतिकै अधिराज पूजा हुन्छ खजुरीमा 7 वर्षमा एकचोटि मेला लाग्छ खजुरी माईमा। त्यहाँ 7 मुलको हामी चाहिँ एकै ठाउँ चिन्ता बस्नु बोलिरहेको कुरा बुझ्नु। एकपट्टि एक जाति एकपट्टि एक जाति चिन्न राख्नुपर्छ। मूल चिन्ह खानको